आजको यो भिडियोमा मतदान गर्न जाँदा कुन कुन कागजात लैजानुपर्छ भन्ने जानकारी दिन गइरहेको छु। मतदान केन्द्रमा जाँदा तपाईसँग निर्वाचन आयोगले तोकेका मध्ये मैले अब उल्लेख गर्न लागेका कुनै एक सक्कल परिचय पत्र हुनु जरुरी छ। पहिलो प्राथमिकता मतदाता परिचय पत्र। निर्वाचन आयोगले जारी गरेको मतदाता परिचय पत्र तपाईसँग हुनुपर्छ, अथवा तपाईसँग नेपाली नागरिकताको सक्कल प्रमाणपत्र हुनु आवश्यक छ, अथवा त्यो पनि छैन भने तपाईको आधिकारिक सक्कल राहदानी हुनु आवश्यक छ। त्यो पनि छैन भने तपाईसँग नेपाल सरकारले जारी गरेको सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणपत्र हुनु आवश्यक छ। त्यो पनि छैन भने तपाईसँग राष्ट्रिय परिचय पत्र जुन नेपाल सरकारले जारी गरेको छ त्यसको सक्कल प्रति हुनु आवश्यक छ। त्यो पनि छैन भने तपाईसँग नेपाल सरकारको भूमि सुधार मन्त्रालय अन्तर्गतको व्यवस्थाले दिएको जग्गाधनी प्रमाण पूर्जा तपाईसँग हुनु आवश्यक छ। यदि तपाईसँग यिनी कुनै पनि सक्कल छैन भने, यदि तपाईसँग सक्कल कार्य कार्डहरू कुनै पनि छैन भने तपाईले नागरिक एप मार्फत तपाईका कुनै फोटो देखिने डकुमेन्टलाई स्क्रिनशट लिएर त्यसलाई प्रिन्ट गरेर अथवा निर्वाचन आयोगको आधिकारिक प्रणालीबाट आफ्नो विवरण हालेर डाउनलोड र प्रिन्ट गरिएको मतदाता परिचय पत्रले पनि तपाईले मतदान गर्न पाउनुहुन्छ। मतदान गर्नु तपाई हाम्रो अधिकार हो। तसर्थ मतदान केन्द्र जाँदा आफ्नो परिचय खोल्ने आधिकारिक परिचय पत्र लिएर जान नबिर्सौं। धन्यवाद।